ल ए यहाँ भाइलाई एकदमै धन्यवाद। यदि तपाईँ नयाँ हुनुहुन्छ भने नेवर बुडो ब्लग्सलाई फलो अनि सब्सक्राइब गर्न चाहिँ प्लिज नबिर्सिनुहोस् होला है। नेवर बुडो रमाइलो छ। हेलो एभ्रिवान, आशा गर्छु तपाईँ सबैजना ठिकै हुनुहुन्छ भनेर। एकदमै है खुसी लागिरहेको छ फेरि पनि तपाईँहरूको बिचमा है मैले मोटो ब्लग ल्याइरहेको छु। र आज भने दिन पनि साह्रै राम्रो भइरहेको छ, घाम लागिरहेको छ है। अनि म चाहिँ लागिरहेको छु आरिटार लामपोखरी। सो मेरो यात्रालाई म जति सक्दो देखाउन चाहन्छु है। र तपाईँले पनि सधैँ चाहिँ मेरो भ्लगलाई हेरिदिनु होस्, कमेन्ट गरिदिनु होस्, माया गरिदिनुहोस् है। जाली पुल क्रस गरेर लाग्दै गरेको सिटी पुलतर्फ चाहिँ एकदम मेन्टेन हुँदो रहेछ। पहिला चाहिँ यस्तो हिँड्दो थियो होइन, कोही बात छैन। अब यो रकी माउन्टेनमा होइन मेरो हिरो एक्सपल्स त कुदिहाल्छ चाहिँ एकदमै ब्याक कटिङहरू हुँदो रहेछ होइन। अब मलाई चाहिँ एकदमै अफ रोडिङै फिल हुँदैछ फिलहाल चाहिँ। तपाईँ देख्न सक्नुहुन्छ होइन, पार्किङ पुगे भन्दा पनि हुन्छ। सेन्ट जेभियर्स स्कुलको बााउन्ड्रीमा है बाहिर रोडमा हिँड्दै गरेको अवस्था। भाइ यो रिनोक जाने सिधै है? हजुर सिधै जानुस् हो। त्यहाँदेखि टर्निङ छ होइन, पर टर्निङ भन्छ कि एयरपोर्ट जाने बाटो छ, त्यो बाटो नजानुस्, मुनि जानुस्, मुनिबाट सिधै जानुस् सिधै है लेफ्ट है। रोडेथाङ पुग्नुहुन्छ, रोडेथाङबाट तपाईँ ओके डाइरेक्ट जानुस्। ल हेलो गाइस, इट्स मी। ए यहाँ भाइलाई एकदमै धन्यवाद। ल मेरो ब्लगमा आउनेछ भाइ। ल एकदमै भाइ नेवर बुडो ब्लग्स छ ल भाइ। ओके ओके भाइ। म चाहिँ भने रोडाथाङ बल्ल बल्ल पुगेँ है, टक्कै देख्न सक्नुहुन्छ। अब सिधै म जाँदै गरेको आरिटार है रिनकतर्फ है, नजिक नजिकै छु। एकदमै सफ्ट रोड चाहिँ सकियो, अब रफ रोड चाहिँ स्टार्ट भयो। लामपोखरी जाने बाटो चाहिँ ए आरिटार पुगेँ है। यहाँ आरिटार पहिलाको यादहरू धेरै आयो। ल म चाहिँ एकदमै लामपोखरी पुगेँ है। अनि आजको यात्रा एकदमै लामो थियो मेरो। कति ड्युटी मात्र गर्ने होइन, यसो निस्किनु पनि पऱ्यो नि त हावा खानु। जसरी तपाईँहरूले रिल्सलाई हेर्दै मन पराउँदै हुनुहुन्छ होइन, त्यसरी नै अब यसो भ्लगलाई पनि मन पराइदिनुहोस्, सेयर गरिदिनुहोस्। तपाईँ देख्न सक्नुहुन्छ है लामपोखरीको नजरिया। एन्ट्रेन्स चाहिँ यता अगाडि हो, मैले चाहिँ पछाडि खिचिरहेको छु। यहाँ पछाडि बोर्डिङ पनि गरिरहेको छ होइन, टुरिस्टहरूले एकदमै इन्जोय गरिरहेको छ। गाइस आज चाहिँ म टुरिस्ट जस्तै होइन मजाले बोर्डिङ पनि गर्दै स्याटिस पार्किङ पनि गर्दै छक्कै पऱ्यो। जब देला जस्तो गर्दो रहेछ क्या छ के। अनि यहाँ माथि माङखिम भन्ने जुन चाहिँ भ्यू पोइन्ट छ, जो चाहिँ लामपोखरी एकदम तल देख्छ, त्यहाँ चाहिँ म जानु सकिनँ है योपालि। अनि लामपोखरीको भ्यू मेरो पछाडि देख्दै हुनुहुन्छ तपाईँले होइन। अनि यहाँनिर बोर्डिङहरू पनि अब हुन्छ नि मजाले नै हुँदो रहेछ। 100 रुपियाँ गोटा रहेछ होइन। म साह्रै आनन्द लाग्यो लामपोखरीमा है। एकदमै माइन्ड साँच्चै रिफ्रेस नै भयो। ड्युटीले एकदमै धेरै अब के भन्नु, अब एकदमै प्रेसर भइरहेको हुन्छ होइन, त्यही भएर निस्केको। अनि एकदमै मजा आयो लामपोखरीमा। धुप्पी देख्दै गर्दाखेरि होइन, पोखरी देख्दै गर्दाखेरि, माछा देख्दै गर्दा एकदम मजा आयो यहाँनिर क्या। अनि टुरिस्टहरू पनि इन्जोय गरिरहेको छ, सफा रहेछ भनेर भन्दैछ क्या। एकदमै सफा छ, अझै धेरै सफा राख्ने प्रयास गर्नुहोस् है लामपोखरीको यहाँको जति पनि टिमहरू हुनुहुन्छ। ल त्यसो भए लामपोखरीलाई अब बाई बाई भन्ने समय आयो। म चाहिँ फर्किनु पर्नेछ ग्याङटोक है। यात्रालाई म देखाउने छु। फाइनल है, गुड बाई लामपोखरीलाई। म चाहिँ निस्केको।
ल रोमन तिमीलाई एकदमै धेरै मिस गरेँ घर चाहिँ देखेँ यहाँनिर हो मान्छे त छैन अब भेट्नेछौँ कुनै दिन आएको बेलामा रोमन एकदमै सबैजनालाई धेरै धेरै सम्झना गाइस सहीको अप्ठ्यारो बाटो म नजिकै आइपुगेँ त्यसको ओके आम्बो यस्तो बाटोमा गाइस म चाहिँ अब हाइवे निस्केँ होइन अब यहाँदेखि चाहिँ म चट्टै पुग्ने हो पर म चाहिँ अब रोडाथाङबाट नै गएको किनभने रम्फूको बाटोमा अलिकति काम हुँदैछ भनेर सुनेको थिएँ त्यहाँ किन पर्खिनु होइन यहाँबाट पनि राम्रै छ रोड सो म यहाँबाट सलल जाने इच्छा गर्छु यो रोडाथाङदेखि माथि पाक्यौँसम्म बाटो चाहिँ ओपी रहेछ क्या उडेको यी गाइस उडेको हामी यो कुद्ने त होइन उड्ने पो भएर चाहिँ नाम पनि धनुका अरे तल्लो गोलाइ होइन यो फेरि किट गोलाइ अरे अब धनुका त बुझेँ हो धनु जस्तो परेको भनौँ किट गोलाइ भनेको चाहिँ के हो अब त्यो चाहिँ बुझेन बाटो बनिँदो रहेछ रोड क्लोज गरेर रोड चाहिँ डाइभर्ट भयो यताबाट जानु अरे होइन म्याक्लोज भएर यो अर्कै बाटो आएको कि ओपी रहेछ बाटो त आम्मा थ्रिलिङ हुँदो रहेछ त गीत गाउँदा अन्त थ्रिलिङ हो गरे सो गाइस म चाहिँ है गान्तोक आइपुगेँ भन्दा पनि छ किन देउराली आइपुगेँ होइन घर त एकैछिन पिचिक्कै पुगिहाल्छु होइन सो आजको यात्रालाई मैले तपाईँलाई कभर गरेर देखाएँ मेरो ब्लगमा है आशा गर्छु तपाईँलाई मन पर्नु भएन र अस्ति कार्तिक आर्यनले यही सुक्खा बटरफ्लाई उडिसकेको बटरफ्लाईको बिचमा सुटिङ गरेको हो थ्याङ्क यू गाइस बनेर